हेलो हाई विद्यार्थी मित्रहरू सम्पूर्ण नमस्कार। आजको यस भिडियो लेक्चरमा हामी चाहिँ साइन्टिफिक स्टडी कक्षा 10 को जुन वैज्ञानिक अध्ययन छ त्यसको बारेमा चाहिँ पढ्न गइरहेछौँ र यो हाम्रो चाहिँ कक्षा 10 को प्रथम फर्स्ट युनिट रहेको छ र अब चाहिँ हामी यो पाठमा के पढ्ने त एकचोटि चाहिँ समरी गरिहालौँ। जस्तै कि हामीले चाहिने एउटा एक्सपेरिमेन्ट गर्दाखेरि के कुरा हाम्रो चाहिँ भेरिएबल हुन्छ, के कुराहरु त भेरिएबल हुन्छन् अनि कुन कुरा के माथि डिपेन्ड हुन्छ। अनि त्यो एक्सपेरिमेन्ट गर्दाखेरि हामीले कुन विषयवस्तुलाई हामी कन्स्टेन्ट राख्न सकिन्छ, आफ्नो एक्सपेरिमेन्टमा एज अ सेम राख्न सकिन्छ। त्यसपछि अर्को चाहिँ हामी आफ्नो एक्सपेरिमेन्ट भइसकेपछि अर्को पोइन्ट हामी के कन्सिडर गर्छौं त यो जुन एउटा युनिट वाइज टेस्ट एनालाइसिस रहेछ त्यसको बारेमा हामी चाहिँ अलि ध्यान दिएर चाहिँ कुराकानी गरौँ। हामीले जुन पछाडिका दिनमा न्युटन्स मोसन सम्बन्धित लले दिनुभएको छ, न्युटन्सले त्यो लहरू कतिको चाहिँ क्वान्टिटिजमा करेक्ट छ कि छैन भनेर चाहिँ त्यो फिजिकल क्वान्टिटी अथवा युनिट एनालाइसिस टेस्ट हामी यहाँ गर्छौँ। त्यसपछि अर्को हाम्रो यहाँ चाहिँ काम के रहेछ, हामीले कुन युनिट ड्राइभ युनिट हो र कुन युनिट चाहिँ फन्डामेन्टल युनिट हो र फन्डामेन्टल युनिट कतिवटा छन् र ड्राइभ युनिट जुन छन् त्यो फन्डामेन्टलको युनिटको आधारमा छन्। त्यो ड्राइभ युनिटमा कुन फन्डामेन्टल युनिट चाहिँ समावेश गरिएको छ त्यो पढ्छौँ। त्यसपछि लास्टमा चाहिँ हामी गएर थोरै डाइमेन्सनल फर्मुला कसरी लेखिन्छ र डाइमेन्सनल फर्मुला भनेको के हो त्यस विषयवस्तुमा हामी चाहिँ छलफल गर्छौँ। अब भिडियो ढिलो नगरिकन हामी चाहिँ सुरु गरिहालौँ त ल। तपाईहरु चाहिँ स्लाइडमा हेर्नु नै भएको छ होला हैन। साइन्टिफिक स्टडी क्लास 10 युनिट 1 अनि हाम्रो चाहिँ युट्युब च्यानलको नाम रहेछ डिजिटल एसएमके युट्युब च्यानल। ओके ल, अब हामी चाहिँ पढाइतिर पनि लाग्छौँ। सुरुवातमा हामी चाहिँ बुझ्नुभन्दा सबभन्दा अगाडि के बुझौँ त फिजिकल क्वान्टिटी भनेको के हो र त्यस्ता क्वान्टिटी जुनलाई चाहिँ हामी नाप्न सकिन्छ। नाप्न सक्नु भनेको मतलब हामी त्यो क्वान्टिटीलाई डाइरेक्टली अथवा इन्डाइरेक्टली मेजर गर्न सकिने के दोज क्वान्टिटी दैट कैन बी मेजर्ड डाइरेक्टली और इनडाइरेक्टली। लाइक विथ इक्जाम्पल हामीले यदि कुनै एउटा वस्तु जस्तै कि मैले चाहिँ एउटा टेबलको हामीलाई चाहिँ लेन्थ दूरी नाप्नु पर्यो भने त हामी सजिलै तरिकाले एउटा चाहिँ मेजरिङ ट्याप लिएर एउटा चाहिँ इन्ची ट्याप लिएर चाहिँ हामी सजिलो तरिकाले त्यो टेबलको चाहिँ लेन्थ दूरी नाप्न सकिन्छ। मैले यहाँ के को कुरा गरिरहेको छु त भाइ बहिनीहरू, लेन्थको पनि लागेको कुरा गरिरहेको छु त। त्यो लेन्थ हामीले चाहिँ सजिलो तरिकाले नाप्न सकिन्छ। तर मैले त्यही चाहिँ टेबलको यदि एरिया निकाल्न भनिदिए त कति छ भनेर निकाल्न के तपाईँ एरिया त्यो टेबलबाट निकाल्न सक्नुहुन्छ? त्यो मेजरिङ ट्यापबाट निकाल्न सक्नुहुन्न नि। चाहिँ तपाईँ दूरी मात्र निकाल्न सक्नुहुन्छ, यति मिटर छ यो यति यसको मिटर यति छ, लेन्थ मात्रै निकाल्न सक्नुहुन्छ नि त्यसको, तर त्यसको एरिया निकाल्न सक्नुहुन्न नि। हो त्यही जुन डाइरेक्टली अथवा इनडाइरेक्टली हामीले मापन गर्न सक्ने नाप्न सक्ने क्वान्टिटी छन् त्यस्ता क्वान्टिटीलाई चाहिँ फिजिकल क्वान्टिटी भन्छन्। जस्तै तपाईँले चाहिँ मैले यहाँ इक्जाम्पलको रूपमा भन्दाखेरि तपाईँले एरिया निकाल्नु पर्यो टेबलको, टेबलमा जेनरली चाहिँ लेन्थ हुने गर्छ अनि ब्रेथ भयो होइन। त लेन्थ इन्टु ब्रेथ गर्नलाई चाहिँ तपाईँ लेन्थ भनेको तपाईँको मिटरमा नापिन्छ, ब्रेथ पनि मिटरमा नापिन्छ। त यो भनेको फाइनली तपाईँको मिटर स्क्वायर हुन जान्छ। यसरी चाहिँ मैले भन्न खासमा खोजेको डाइरेक्टली त इन्डाइरेक्टली। ल यो चाहिँ हाम्रो विषयवस्तु खासमा थिएन। त्यसपछि अब हामी अगाडि जान्छौँ भेरिएसनको बारेमा पढ्न अथवा भेरिएबलको बारेमा। भेरिएबल भनेको त के हो पहिला त्यो कुरा हामी बुझौँ। त भेरिएबल भन्दाखेरि त्यस्ता फ्याक्टर्सहरू हुन्, त्यस्ता कन्डिसनहरू हुन् जुन चाहिँ डिफ्रेन्ट एमाउन्टमा डिफ्रेन्ट टाइपमा अथवा डिफ्रेन्ट नेचरमा चाहिँ एक्जिस्ट हुन्छ भने कतिको एमाउन्टमा कसरी चाहिँ भइरहेछ भने एक्जिस्ट, त्यसैलाई चाहिँ हामी भेरिएबल भन्छौँ। अब यो भेरिएबल वर्ड तपाईँ जुन सुन्दै हुनुहुन्छ अहिले पपुलेसन लिएर पढ्नुहुन्छ नि, यो अलग्गै डिफिनेसन हुन्छ, साइन्समा अलग्गै हुन्छ, त्यसको लागि नझुक्नु होला। भेरिएबल अर्थै रहेछ चाहिँ भेरिएबलको मतलब नै रहेछ फरक, भिन्नता, कन्डिसनहरूमा के भिन्नता हुन्छ, कस्ता फरक हुन्छ भने त्यही चाहिँ हामी यहाँ चाहिँ बुझ्ने हो। त्यसपछि हामी यो जुन भेरिएबलको टाइप छ त्यसको बारेमा बुझौँ त। टाइप्स अफ भेरिएबलको बारेमा हामी बुझौँ। यदि टाइप्स अफ भेरिएबलकै कुराकानी गर्ने हो भने भेरिएबल जुन छ हाम्रो 3 प्रकारको रहेछ। जुन चाहिँ एउटा सुरुवातमा हाम्रो इन्डिपेन्डेन्ट भेरिएबल रहेछ, अनि त्यसपछि डिपेन्डेन्ट भेरिएबल रहेछ, त्यसपछि कन्ट्रोल भेरिएबल रहेछ। अब म चाहिँ सुरुमै नै तपाईँलाई चाहिँ कन्सेप्ट दिइरहेको छु। यो कसरी त हामी छुट्याउने, कुनै पनि एक्सपेरिमेन्ट गर्ने बेलामा हामी चाहिँ कसरी छुट्याउने
कुन चाहिँ भेरिएबल हो, कुन इन्डिपेन्डेन्ट के भेरिएबल भित्र कुन चाहिँ इन्डिपेन्डेन्ट हो, कुन डिपेन्डेन्ट हो र कुन कन्ट्रोलर हो, हामी चाहिँ कसरी छुट्याउने, हाउ टु डिस्टिङ्ग्विस व्हिच वान इज इन्डिपेन्डेन्ट एन्ड व्हिच वान इज डिपेन्डेन्ट एन्ड व्हिच वान इज कन्ट्रोलर। लेट्स यु अन्डरस्ट्यान्ड इट्स बाई द एक्जाम्पल। हामी चाहिँ एक्जाम्पल माध्यमबाट बुझ्न गएका छौँ। र एउटा कुरा तपाईँले के केयर भ्याउनु विद्यार्थी भाइ बहिनीहरू, यो जुन भेरिएबल छ यसका जुन टाइपहरू हामी छुट्याउने गर्छौँ, यो हामी आफ्नो एक्सपेरिमेन्ट गरिरहेको बेलामा मात्रै त्यो छुट्याउने हो। हामी आफ्नो एउटा चाहिँ एक्सपेरिमेन्ट छ, प्र्याक्टिकल वर्क छ, त्यो प्र्याक्टिकल वर्क अथवा एक्सपेरिमेन्ट वर्क गर्दाखेरि हामीले के कुरालाई कन्स्ट्यान्ट राखेका छौँ र कुन कुरा के माथि निर्भर छ, के हुँदाखेरि के चेन्ज भइरहेछ भन्ने विषयवस्तुमा आधारित बल्ल यो चाहिँ भेरिएबल हाम्रो डिपेन्डेन्ट, इन्डिपेन्डेन्ट अनि कन्ट्रोलरमा चाहिँ यो हामी डिस्टिङ्ग्विस गर्न सक्छौँ, डिफ्रेन्ट गर्न सक्छौँ। ल अब हामी चाहिँ ढिलो नगरिकन चाहिँ एउटा उदाहरण लिएर चाहिँ बुझ्ने गरौँ। ल जस्तै कि मैले तपाईँहरू चाहिँ उदाहरणको लागि एउटा चाहिँ फर एक्जाम्पलको लागि चाहिँ सुरु मैले एउटा उदाहरण दिएँ इन्डिपेन्डेन्ट, डिपेन्डेन्ट, कन्ट्रोलरको लागि। हुन चाहिँ मैले चाहिँ यसका उदाहरणहरू चाहिँ लास्टमा स्लाइडमा राखिदिएछु र अहिले चाहिँ हामी के गरौँ, सानो एउटा चाहिँ उदाहरण तरिका कन्सेप्टलाई क्लियर गरौँ त। कन्सेप्टमा मैले के भने जस्तो तपाईँहरू सबैको घरमा धारा होला होइन, टोटीले हामी साधारण भाषामा भन्छौँ धारा, ट्याप। अब त्यो ट्यापको जुन त्यो नोब हुन्छ, नचाउने खाले जुन नोब हुन्छ त, अब मैले चाहिँ के भन्दा नोब भने है त, नोब जुन हुने गर्छ, हामी त्यो धाराको नोबलाई जति खोले कि त्यसको म्याग्निट्युडलाई हामी जति धेरै खोले तति धेरै एमाउन्टमा चाहिँ के हुन्छ, वाटर निकाल्ने गर्छ। भनेको मतलब वाटर धेरै निकाल्छ। हामी जति धेरै नोबलाई खोल्दिए भनेको जुन चाहिँ धारा हुन्छ नि, त्यो धारामा जुन त्यो टोटी हामी खासमा भन्छौँ आफ्नो भाषामा, जुन त्यो नोब हुन्छ, नोबको म्याग्निट्युडले हामी जति धेरै खोले त्यति धेरै पानी निकाल्छ, जति थोरै खोले त्यति थोरै पानी निकाल्ने गर्छ। भनेको मतलब बुझ्दै हुनुहुन्छ नि भाइ बहिनीहरू। हामी यो नोबलाई जति धेरै मात्रामा यसको मुखलाई ओपन गऱ्यो नि हामी, त्यो त्यति धेरै मात्रामा चाहिँ पानी बाहिर फाल्ने गर्छ। अब पानी फाल्दाखेरि यो केही युनिट टाइममा त फाल्यो होला नि चाहिँ, त यहाँ मैले के गर्ने, वाटर युनिट टाइममा, ठिक छ नि। भनेको मतलब नोबको यदि हामी धेरै गऱ्यो भने धेरै पानी पर युनिट टाइममा निकाल्छ, थोरै गऱ्यो भने थोरै निकाल्छ। तर हामी यहाँ के कुरा चाहिँ ख्याल गरेका छैनौँ, यो नोब जुन छ अथवा जुन पानी निकाल्ने एउटा चाहिँ तपाईँको पानी निकाल्ने जुन बम्बु रहेछ अथवा चाहिँ जुन चाहिँ त्यसको साइज रहेछ, मोटाइ रहेछ, डायमिटर रहेछ पाइपको, हामी पाइपको यहाँ कुरा गरेका छैन भाइ बहिनीहरू। त्यो पाइपको मोटाइ कति रहेछ, पाइपमा कतिको प्रेसर रहेछ, हामी त्यसको कुरा गरेका छैनौँ। हामी जस्ट ओन्ली एउटा नबको कुरा गरेका छौँ र त्यो नबले धेरै खोल्यो भने अथवा त्यसको म्याग्निट्युडले बढायो भने पानी धेरै निकाल्ने पर युनिट टाइममा, कम गऱ्यो भने थोरै निकाल्ने। तर हामी यहाँ के को ख्याल राख्ने भाइ बहिनीहरू, हामी त्यो कतिको मोटो छ। मान्ने मैले के गरेँ चाहिँ सुरुको कन्डिसनमा पाइप यति मोटो भयो, अथवा अर्को कन्डिसनमा पाइप यति मोटो छ होइन, अर्को यति मोटो छ चाहिँ, त मैले आज पाइपलाई चेन्जेसन गरेको छैन, पाइपले मैले सेमै कन्डिसन राखेको छु। भनेको पाइपले मैले कन्स्ट्यान्ट राखेको छु। सायद विद्यार्थी भाइ बहिनीहरू तपाईँहरूले समझमा आएछ होला मैले के भन्न खोजेको। अनि यहाँ जुन वाटरमा हामी प्रेसर दिइरहेछौँ त्यो प्रेसर पनि मैले कन्स्ट्यान्ट राखेको, ठिक छ नि। त यो जुन मैले यहाँ तपाईँहरूले चाहिँ पाइपको मैले कुरा गरेँ, ठिक छ नि, साइज अफ पाइप मैले लेखिदिएँ चाहिँ, ल साइज अफ पाइप अथवा डायमिटर अफ पाइप, ठिक छ नि। जुन मैले डायमिटर अफ पाइपको कुराकानी गरिरहेको छु, यो मैले के राखेँ त, कन्स्ट्यान्ट राखेँ यति बेला हो। अब यो जुन नोब छ नि, नोब हामी जति खोल्ने त्यति नै पानी निकाल्छ, हो कि नै। थोरै खोल्ने थोरै पानी निकाल्छ, धेरै खोल्ने धेरै पानी निकाल्छ। भनेको मतलब पानी निस्किने केमा त डिपेन्ड छ, नोबमा डिपेन्ड छ है त। त्यसरी चाहिँ यो जुन नोब छ यो के हुन्छ, इन्डिपेन्डेन्ट हुन जान्छ। के हुन जान्छ त, इन्डिपेन्डेन्ट। मैले चाहिँ आइडीबाट डिनोट गरिदिएँ। अब पानी जुन छ केमा निर्भर छ, नोबमा। नोब जति धेरै खोल्यो त्यति धेरै पानी निकाल्छ होइन। त्यस कारणले जुन वाटर छ हाम्रो डिपेन्डेन्ट हुन जान्छ, ओके। अनि मैले तपाईँले के भनेको, हामी के कुरा कन्स्ट्यान्ट राखेछौँ, के कुरा हामी सेम राखेछौँ त्यो एक्सपेरिमेन्टमा हो। जुन पाइपको साइज रहेछ, प्रेसर रहेछ, त्यसलाई हामी सेम राखेछौँ। त्यति बेला यो के हुन जान्छ, हाम्रो कन्ट्रोलर हुन जान्छ यसरी होइन। सायद विद्यार्थी भाइ बहिनीहरू तपाईँहरूले चाहिँ यो एउटा इक्जाम्पलबाट चाहिँ बुझ्नुभयो होला। अब यदि तपाईँहरूले चाहिँ समझमा आएन भने अगाडि थप मैले चाहिँ यसका उदाहरणहरू राखिदिएको छु, त्यहाँ तपाईँहरूको जुन कन्सेप्ट छ इन्डिपेन्डेन्ट, डिपेन्डेन्ट, कन्ट्रोलर बुझ्नुहुन्छ। ल एउटा अझै हामी अब इक्जाम्पल बुझि नै हालौँ।
जस्तै कि मैले चाहिँ यो इक्जाम्पल हाम्रो 1 भयो, इक्जाम्पल 2 मैले इक्जाम्पल 2 मैले यहाँ चाहिँ दिइहाल्नु पर्ने। जस्तै कि मैले प्लान्ट लिइहालेँ, प्लान्ट ए, प्लान्ट बी, प्लान्ट सी, ठिक छ। प्लान्ट ए, प्लान्ट बी र प्लान्ट सी, यसमा मैले के गरेँ, प्लान्ट ए मा ठिक छ मैले चाहिँ 35 डिग्री सेल्सियस टेम्परेचर दिएँ, प्लान्ट बी मा मैले 25 डिग्री सेल्सियस टेम्परेचर दिएँ, अनि यसमा चाहिँ 20 डिग्री सेल्सियस मैले टेम्परेचर दिएँ। अब प्लान्ट ए बी सी मा मैले यदि 35 डिग्री सेल्सियस टेम्परेचर दिँदाखेरि यो जुन प्लान्ट छ यसको जुन ग्रोथ रेट छ, के छ त ग्रोथ रेट, यसको जुन ग्रोथ रेट रहेछ यो भनेको हेल्दी रहेछ एकदमै, ठिक छ। यो के रहेछ भाइ बहिनीहरू, हेल्दी रहेछ। तर यदि त्यसमा 25 डिग्री सेल्सियस मैले चाहिँ अब हेल्दी भन्दा नि मैले चाहिँ के गरिदिएँ चाहिँ मिटाएर बरु त्यसको साइज नै लेखिदिउँ त। यसको जुन प्लान्ट ग्रोथ रहेछ यो 5 मिटर रहेछ, ठिक छ तपाईँको, ओके 5 मिटर, 5 मिटर यो भएछ। 25 डिग्री सेल्सियस दिँदाखेरि यो के भएछ त तपाईँको बिरुवा जुन यो 4 मिटर मात्र यसको हाइट ग्रोथ भएछ। 20 डिग्री सेल्सियस टेम्परेचर दिँदाखेरि यो जुन छ हाम्रो टेम्परेचर यो बिरुवामा 25 डिग्री सेल्सियस टेम्परेचर दिँदाखेरि यसको हाइट 3 मिटर लङ रहेछ, ठिक छ नि। अब यहाँ हामी के कुरा भन्न सक्छौँ, बिरुवाको हाइट केमा त आधारित छ, यसको टेम्परेचरमा। यदि टेम्परेचर धेरै पायो 35 डिग्री सेल्सियस पायो भने बिरुवाको हाइट धेरै उबर्ने गर्छ, अलिक कम पायो भने ठ्याक्कै अलि त्योभन्दा साइज कम हुन्छ, अझै कम पायो भने साइज कम हुन्छ। भनेको मतलब जुन यो प्लान्ट्स हाइट छ अथवा ग्रोथ अथवा चाहिँ मैले ग्रोथले काटेर चाहिँ हाइटै लेख्दिएँ, ठिक छ नि, मैले हाइट नै राख्दिएँ चाहिँ यो जुन प्लान्टको हाइट रहेछ हाइट केमा डिपेन्ड छ त टेम्परेचरमा है त। ल हाइट केमा डिपेन्ड छ त टेम्परेचरमा। अब विद्यार्थी भाइ बहिनीहरू यहाँ मैले तपाईँहरूले के कुरा गरेको हो, यहाँ के कुरा कन्स्टेन्ट राखेको कि त्यो बिरुवामा कुन ठाउँमा उमाइरहेको छु त, कस्तो टाइपको त्यहाँ सोइल छ, के छ त कस्तो टाइपको सोइल, माटो है त, त्यहाँको सोइल कस्तो छ, अनि त्यहाँ कति एमाउन्टमा मैले चाहिँ फर्टिलाइजरको युज गरेको छु, ठिक त, कति एमाउन्ट मैले चाहिँ खादले हालेको छु त मैले। अब यहाँ के कुरा तपाईँले भन्न खोजेको कि यो बिरुवाको जुन हाइट रहेछ भाइ बहिनीहरू, बिरुवाको हाइट यसको टेम्परेचरमा निर्भर छ। यदि हामी टेम्परेचरलाई कम बढी गऱ्यो भने त यो यसको हाइट के हुन जान्छ, कम बेसी हुन जान्छ। भनेको मतलब हामीले यदि यसमा केही काज गरे, ठिक छ नि, के मात्रै त इन्डिपेन्डेन्टमा केही काज गरे, ठिक छ नि, यसमा हामी केही काज गऱ्यो भने डिपेन्डेन्टमा हाम्रो यसको इफेक्ट हेरिन्छ, के हेरिन्छ त इफेक्ट हेरिन्छ। आई होप विद्यार्थी भाइ बहिनी अब तपाईँ बुझ्नुभयो होला। हामीले जुन गर्ने हो केही काज, हामी जुन एउटा काज गर्छौँ त्यो इन्डिपेन्डेन्टमा गर्ने, त्यो काज गरेको जुन प्रभाव परेछ त्यो डिपेन्डेन्टमा हेरिन्छ भाइ बहिनीहरू। अब हामी जस्तै कि यहाँ टेम्परेचरलाई बढाएँ अथवा घटाएँ त यो टेम्परेचर बढाउँदाखेरि यसको प्लान्टको जुन हाइट छ बढी भएछ, घटाउँदाखेरि कम भएछ। भनेको मतलब हाम्रो जुन काज थियो यसको इफेक्ट हाइटमा हेऱ्यो। अनि हामी यहाँ के कुराले कन्स्टेन्ट राख्यो त, कस्तो प्रकारको माटो छ, हामी कति एमाउन्टमा फर्टिलाइजर यसमा हालेको, कति एमाउन्टमा खादले हालेको, अनि कतिको चाहिँ एटमोस्फेरिक प्रेसर छ, अनि क्लाइमेटिक कन्डिसन कस्तो छ, वातावरणीय चाहिँ मौसम कस्तो छ, पानी कतिको मात्रामा कति टाइम दिइरहेछौँ, सनलाइट कतिको पाइरहेछ, हामी यहाँ त्यो सबै कुरा चाहिँ कन्स्टेन्ट राख्ने हो, ठिक छ नि भाइ बहिनीहरू। सायद मलाई आशा छ भाइ बहिनीहरू तपाईँहरू पक्कै पनि यो चाहिँ बुझ्नुभयो होला। अब तपाईँहरू यो जुन कुरा छ आफ्नो नोट कपीमा सारिहाल्नुहोस् अथवा यसका चाहिँ स्क्रिनसट लिइहाल्नुहोस्। अब हामी चाहिँ अर्को पोइन्टतिर लाग्छौँ। ल हस्, धन्यवाद सम्पूर्ण भाइ बहिनीहरूले। यदि बुझ्नु भएको छैन भने एकचोटि तपाईँ हामीलाई चाहिँ कमेन्ट बक्समा मेसेज गर्नु होला, म थप तपाईँहरूलाई चाहिँ अलि गाइड गर्न म सहयोग गर्न सक्छु। र तपाईँहरू चाहिँ डिजिटल एसएनके युट्युब च्यानललाई सब्सक्राइब गर्नु नबिर्सिदिनु होला यस्ता भिडियो पाउनको लागि। अब त्यसपछि हामी यहाँ डिफिनेसन अनुसार जाँदाखेरि के भनेछ त, इन्डिपेन्डेन्ट भेरिएबल इज अ फ्याक्टर इन एन एक्सपेरिमेन्ट द्याट इज चेन्ज्ड अर कन्ट्रोल बाई द साइन्टिस्ट टु टेस्ट इट्स इफेक्ट अन द डिपेन्डेन्ट भेरिएबल। जुन तपाईँले मैले अघि नै भने कि यो जुन चाहिँ एउटा इन्डिपेन्डेन्ट भेरिएबल रहेको छ यो एउटा फ्याक्टर हो त। यो फ्याक्टर चाहिँ साइन्टिस्टहरूले एक्सपेरिमेन्ट गर्ने बेलामा चेन्ज गर्छन्, के गर्छन् त चेन्ज गर्ने गर्छन्।
चेन्ज गर्छन् अथवा के गर्छन् त त्यसले चाहिँ कन्ट्रोल गर्छन् ठीक छ नि साइन्टिस्टबाट चाहिँ अथवा जो व्यक्ति चाहिँ साइन्टिस्ट भनौँ अथवा जो मान्छे जो व्यक्ति जो पर्सन चाहिँ त्यो एक्सपेरिमेन्ट गर्न गइरहेछ त्यो व्यक्तिबाट चाहिँ यो के हुन्छ कन्ट्रोल हुने गर्छ। अनि त्यसका जुन इफेक्ट छ के छ त इफेक्ट केमा त हेरिन्छ डिपेन्डेन्टमा कहाँ हेरिन्छ त डिपेन्डेन्टमा है त। अब पक्कै पनि तपाईँहरूले चाहिँ बुझ्नुभयो होला मैले त्यस कारण चाहिँ अब अर्को डिपेन्डेन्टमा गएँ ल। अब मैले चाहिँ डिपेन्डेन्टमा जाँदाखेरि एकैछिन भाइ ल मैले डिपेन्डेन्टमा जाँदाखेरि डिपेन्डेन्ट भनेको जुन कुरा हामी इन्डिपेन्डेन्टमा गरेको त्यसको इफेक्ट त्यसको प्रभाव के परेछ त ठीक छ नि त त्यसको प्रभाव के परेछ जुनमा हेरिन्छ त्यही चाहिँ डिपेन्डेन्ट भनिन्छ। जस्तै कि द डिपेन्डेन्ट भेरिएबल इज अ फ्याक्टर द्याट इज अब्जर्भ एन्ड मेजर ड्युरिङ एन एक्सपेरिमेन्ट। मैले तपाईँले अलरेडी इक्जाम्पल दिएको हामीले चाहिँ बिरुवाको टेम्परेचर बढाउँदाखेरि त्यसको हाइट के भएको बढ्या छ अनि घटाउँदाखेरि घट्या छ। त यसको जुन हाम्रो इफेक्ट छ के हो चाहिँ हाइट बढ्या छ नि टेम्परेचर बढाउँदाखेरि प्रभाव के पर्छ टेम्परेचर बढाउँदाखेरि बिरुवाको के अरे हामीले चाहिँ त्यो बिरुवामा तापक्रम बढाउँदाखेरि त्यसको जुन हाइट छ बिरुवाको त्यो कस्तो भइरहेछ भन्ने जुन छ आउटकम अथवा त्यसको जुन इफेक्ट छ इन्डिपेन्डेन्ट काजमा इफेक्ट जुन हुने गर्छ त्यसैले चाहिँ हामी डिपेन्डेन्ट भन्ने गर्छौँ। ओके अकॉर्डिङ द डेफिनेसन हियर डिपेन्डेन्ट भेरिएबल इज द फ्याक्टर द्याट इज अब्जर्भ एन्ड measured during an experiment. It is the result or outcome that is affected by change in the independent variables. Okay, I hope you understand guys. And the next we understand about the control variable. Control variable means which we can take on your experiment as a constant as a whole experiment. भनेको मतलब कन्ट्रोल भेरिएबल त्यस्तो कुरा हो जुन चाहिँ हामी आफ्नो एक्सपेरिमेन्टमा हामी आफ्नो गरिरहेका क्रियाकलापमा प्र्याक्टिसमा त्यो चाहिँ कुरालाई त्यो विषयवस्तुले चाहिँ हामी पुरा एकदमै कन्स्ट्यान्ट राख्ने। कन्स्ट्यान्ट भनेको मतलब चाहिँ त्यसले चाहिँ केही पनि चेन्जेसन गर्ने नै होइन। अलरेडी हाम्रो एक्सपेरिमेन्ट जबसम्म भ्याइन तबसम्म हामी त्यसमा केही पनि चेन्जेसन गर्ने नै होइन। तपाईँहरू जस्तै यहाँ डेफिनेसनमा हेर्नुहुन्छ भने कन्ट्रोल भेरिएबल अल्सो नोन एज कन्स्ट्यान्ट भेरिएबल भनिएको छ। all constant value are all a factor in an experiment that must be kept the same to ensure that the results are valid and reliable. By controlling this variable, scientists make sure that the only factor affecting the dependent variable is the independent variable. र यो चाहिँ साइन्टिस्टहरूले गरिसकेपछि के एउटा चाहिँ कन्क्लुजन निकाल्छन् त जुन साइन्टिस्टहरूले के भन्छन् त हामीले भेरिएबल र भेरिएबलमा जुन चाहिँ डिपेन्डेन्ट र इन्डिपेन्डेन्ट भेरिएबल रहेछन् यसमा मात्रै चाहिँ फ्याक्टरहरू हुन् एक आपसमा चेन्जिङ हुने कन्ट्रोललाई त हामी सेमै राख्ने ठीक छ। अब भाइ बहिनीहरू मैले तपाईँले चाहिँ भनेको भेरिएबलको बारेमा हामी सबभन्दा अगाडि चाहिँ पढौँ ठीक छ। त हामी यो भेरिएबलको बारेमा पढेर भ्याइने भेरिएबल कति किसिमका हुन्छन् इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो डिपेन्डेन्ट भेरिएबल भनेको के हो र अर्को कन्ट्रोल भेरिएबल भनेको के हो त्यो हामी चाहिँ पढेर भ्याइने। अब हामी चाहिँ यसका केही चाहिँ इक्जाम्पल्सहरू हेरौँ इन्डिपेन्डेन्ट भेरिएबलको डिपेन्डेन्ट भेरिएबलको केही चाहिँ उदाहरणहरू हेरौँ। जस्तै कि तपाईँ चाहिँ यहाँ स्लाइडमा हेर्न सक्नुहुन्छ। यहाँ मैले तपाईँले अलरेडी इक्जाम्पल दिइसकेको छु रिलेसन अफ अ रोटेटिङ नोब अफ अ ट्याप एन्ड द रेट अफ द फ्लो अफ द वाटर्स भनेको मतलब जुन तपाईँले मैले अगाडि इक्जाम्पल दियो एउटा नोबको पानी खाने धाराको त्यसको चाहिँ नोब अथवा त्यो म्याग्निट्युडलाई चाहिँ हामी जति धेरै बढाएँ तति धेरै एमाउन्ट पर युनिट टाइममा होइन यहाँ जस्तै भने नि त एमाउन्ट अफ वाटर फ्लो पर युनिट टाइम त्यति नै चाहिँ उसमा चाहिँ प्रेसरमा अथवा त्यति नै टाइममा चाहिँ यो निकल्ने गर्छ पानी भनेको पानी निकल्ने जुन छ पावर अथवा पानी निकल्ने एमाउन्ट जुन छ रेट छ त्यो चाहिँ यसको म्याग्निट्युडमा जति धेरै हामी नचाहिँदा ठुलो पारेँ त्यति धेरै त्यसको पल चाहिँ धेरै गरेँ त्यति धेरै चाहिँ पानी निकल्छ त्यति कम गरेँ त्यति थोरै निकल्छ र थोरै निस्क्यो निकलेको छ। अब यहाँ चाहिँ कन्ट्रोल के हुन्छ वाटर र प्रेसर हामी अनि त्यसको साइज चाहिँ हामी यहाँ कन्ट्रोल गरेका छौँ। त्यसपछि अब हामी चाहिँ यहाँ फर्टिलाइजरको कन्डिसन हेर्ने हो भने हामी आफ्नो खेतमा टाइप अर एमाउन्ट अफ फर्टिलाइजर युज कस्तो प्रकारको आई मिन कुन कम्पनीको ठिक छ नि कम्पनीहरूसँग पनि फरक हुन्छ नि त कुन कम्पनीको फर्टिलाइजर हालेछौँ र कति मात्रामा हालेछौँ। जस्तै कि अब राम्रो खाले भएछ थोरै हालेपछि पनि काम गर्छ नराम्रो खाले भयो भने धेरै हाले पनि काम त केही गर्दैन होइन। त्यस्तो चाहिँ फर्टिलाइजर्सको टाइप अनि मेजर वेट अर साइज अफ द क्रप भनेको मतलब हामी कति मात्रामा जस्तै कि मैले 1 केजी खाद 2 केजी खाद ठिक छ नि 1 केजी 2 केजी अनि 3 केजी पनि मैले यहाँ गरिदिएँ
1 केजी 2 केजी 3 केजी खादलाई फर्टिलाइजरले मैले चाहिँ खेतमा हाल्दाखेरि 1 केजी हाल्दाखेरि मैले चाहिँ 2 किलोग्राम अथवा 2 केजी मैले चाहिँ उत्पादन पाएँ। अब 2 किलो हाल्दाखेरि मैले ठ्याक्क 4 केजी पाइहालेँ, अनि 3 किलो हाल्दाखेरि मैले 5 केजी पाएँ। यसरी अब के छ त, यो जुन हामीले यो बिरुवामा 2 केजी क्रप्स के पाएँ त, मैले चाहिँ क्रप्स पाएँ। खोइ त भाइ बहिनीहरू, मैले क्रप्स पाएको, अथवा चाहिँ सिधै भनौँ न चाहिँ गहुँको 1 केजी खाद हाल्दाखेरि 2 केजी गहुँ उत्पादन भएको, 2 केजी खाद हाल्दाखेरि 4 केजी गहुँ उत्पादन भएको, 3 केजी खाद हाल्दाखेरि 5 केजी गहुँ उत्पादन भएको भने यसरी हामी बुझौँ। अब के छ त, यो जुन उत्पादन छ नि गहुँ उत्पादन भनेको केमा चाहिँ डिपेन्ड छ त, गेहुँको उत्पादन केमा डिपेन्ड छ त, हाम्रो खादमा डिपेन्ड छ। 1 केजी हाल्यो भने 2 केजी उत्पादन हुँदो रहेछ, 2 केजी हाल्यो भने 4 केजी हुँदो रहेछ। भनेको मतलब 4 केजीलाई 2 केजी हाल्नुपर्छ। त हामीले जति मात्रामा यहाँ खाद हाल्ने, खाद अनुसार नै यो हाम्रो प्रोडक्सन हुन्छ, भनेको गहुँको मात्रा बढ्ने गर्छ, क्वान्टिटी बढ्ने गर्छ। त भनेको मतलब क्वान्टिटी फुल्ली केमा डिपेन्ड रहेछ त, यसमा के मतलब एमाउन्ट अफ फर्टिलाइजरमा फुल्ली यसमा डिपेन्ड रहेछ। अब हामी यहाँ चाहिँ कन्ट्रोल के रहेछौँ, के कुरालाई कन्सटेन्ट राखेछौँ, के कुरालाई नेग्लेक्ट गरेका छौँ, भनेको मतलब त्यहाँको चाहिँ माटो कस्तो छ, भनेको टाइप अफ सोइल कतिको मात्रामा त्यहाँ चाहिँ हामी पानी हालेका छौँ। अहिले त्यो यो हामी एक्सपेरिमेन्ट गर्ने बेलामा त्यहाँको कन्डिसन अथवा क्लाइमेटिक कन्डिसन कस्तो छ होइन, अनि त्यो सनलाइट कतिको पाएछ, ती सबै कुरा हामी यहाँ चाहिँ के राखेछौँ त, कन्सटेन्ट राखेछौँ है भाइ बहिनीहरू। ल अब चाहिँ फेरि हामी नेक्स्टतिर लागौँ। सायद तपाईँहरू चाहिँ यो कुरालाई बुझ्नुभयो होला। मैले चाहिँ एकचोटि मिठाएर चाहिँ सफा गर्छु होइन, अहिले चाहिँ सरसफाइ पनि ध्यान दिनु पऱ्यो भाइ बहिनीहरूले। त्यसपछि भाइ बहिनीहरू हामी अगाडिका इक्जाम्पलमा पुग्छौँ। अगाडिका इक्जाम्पल जस्तै कि इम्प्याक्ट अफ एडभर्टाइजमेन्ट अन प्रडक्ट सेल। अब एउटा चाहिँ कुनै कम्पनी जसको प्रडक्ट हामी सेल गर्न गएका छौँ, सेल गर्दाखेरि कस्ता इम्प्याक्ट पर्ने गर्छ, जस्तै कि यदि टिभी अनि अनलाइन माध्यमबाट प्रिन्टरबाट हामी प्रिन्टिङ भन्दाखेरि पम्पलेट्सहरू डिजाइनिङ गरेर चाहिँ हामी अब त्यसलाई चाहिँ युज गऱ्यो भने त्यो चाहिँ इन्डिपेन्डेन्टमा जान्छ र कति मेजर्ड बाई नम्बर अफ युनिट्स सोल्ड, कतिको बिक्री भयो त्यो भनेको डिपेन्ड हुन्छ के मात्रै त, जस्तै कि यदि मैले राम्रोसँग धेरै मात्रामा एडभर्टाइजमेन्ट गरेँ भने धेरै मान्छे कहाँ पुग्छ हाम्रो विषयवस्तुको बारेमा, अनि हाम्रा सामानहरू किन्ने ठाउँ अनलाइन होस् अथवा अफलाइन होस् है त, धेरै मात्रामा किन्छन्, तर प्रचारै धेरै भएन भने मान्छेले थाहै हुँदैन, थोरै किन्छन्। भनेको मतलब सोल्ड हामी कतिको बेच्ने भनेको हाम्रो प्रचार प्रसारमा निर्भर पर्ने गर्छ। अनि यहाँ हामी के कन्ट्रोल राख्ने हो त, के कुरा कन्सटेन्ट राख्ने हो त, त्यो सामान प्रडक्टको क्वालिटी कस्तो छ, प्रडक्टको क्वान्टिटी कति दिने हो होइन, त्यो सबै कुरा चाहिँ कन्सटेन्ट राख्ने हो। ल अब तपाईँ इक्जाम्पल एउटा तपाईँ आफै बुझ्न सक्नुहुन्छ भाइ बहिनीहरू। अलिक भिडियो लङ हुन्छ भनेर मैले चाहिँ छिटो तपाईँहरूलाई चाहिँ अगाडि बढिदिएको। अब यति कुरा बुझिसकेपछि भाइ बहिनीहरू हामी एकचोटि समराइ गरौँ, हामी के कुरा पढेको त। हामी सुरुमा एउटा चाहिँ फिजिकल क्वान्टिटी भनेको के हो त्यसको बारेमा पढ्यौँ। त्यसपछि हामी एक्सपेरिमेन्ट गर्ने बेलामा डिफ्रेन्ट किसिमका फेजेसहरू आउने गर्छ। भेरिएबलभित्र चाहिँ हामीले डिपेन्डेन्ट, इन्डिपेन्डेन्ट, कन्ट्रोलर होइन, जुन सुरुमा इन्डिपेन्डेन्ट अनि त्यसपछि डिपेन्डेन्ट त्यसपछि कन्ट्रोलर आएको छ त्यसको बारेमा पढ्यौँ। र त्यसका चाहिँ केही उदाहरणहरू हामी चाहिँ हेऱ्यौँ। अब हामी चाहिँ नेक्स्ट अर्कै चाहिँ टपिक्सभित्र चाहिँ युनिट भनेको के हो र यसका प्रकारहरू के हुन् त्यसका बारेमा पढ्न गइरहेका छौँ। त जेनरली युनिट भनेका हामी तपाईँले थाहै रहेछ, जुन हामी चाहिँ एउटा डिफिनिट म्याग्निट्युड हुन्छ एउटा क्वान्टिटीको, त्यो क्वान्टिटीले हामी चाहिँ के को युनिटमा अथवा के को सेम्बलमा नापिरहेछौँ भनेर, जुन चाहिँ इन्टरनेसनली अथवा स्ट्यान्डर्ड युनिटहरू हुन्छन्, जुन चाहिँ इन्टरनेसनली एक्सेप्टेड हुन्छन्, ठिक छ नि, त्यस्ता कुरा चाहिँ हामीलाई के अरे युनिट भन्छौँ। अब युनिटमा पनि विभिन्न किसिमका रहेछन् कुराहरू, जस्तै कि युनिट अफ अ मेजरमेन्ट इज definite magnitude of a quantity that is defined and adopted by convention or by law and used as a standard of measuring the same kind of quantity. भनेको मतलब यो जुन युनिट रहेछ एउटा डिफाइन्ड म्याग्निट्युड हो। कुनै पनि क्वान्टिटीलाई, कुनै पनि वस्तुलाई, कुनै पनि सामानलाई नाप्नको लागि के को एकाइमा नापेछौँ त हामी, के को म्याग्निट्युड के को एकाइमा नापेछौँ, त्यो नापिने जुन एकाइ छ त्यो चाहिँ एउटा चाहिँ कन्भेन्स, एउटा चाहिँ इन्टरनेसनली कन्भेन्सबाट बनेको जुन चाहिँ वाइडली एक्सेप्टेबल हुन्छ, त्यसरी चाहिँ एक्सेप्टेबल भएको जुन स्ट्यान्डर्ड युनिट पनि भनिन्छ,
त्यो स्ट्यान्डर्ड युनिटमा चाहिँ नाप्ने एउटा एकाइ छ त्यसले चाहिँ खासमा हामी युनिट भन्छौँ। जस्तै कि मिटर, केजी, लिटर अरूहरू छन् अन्त यसरी चाहिँ। अब हामी टाइप्स अफ युनिटको कुराकानी गर्दाखेरि यो चाहिँ दुईटा प्रकारको रहेछ टाइप अफ युनिट्स। दुईटा प्रकार भन्दाखेरि त फन्डामेन्टल युनिट्स एन्ड ड्राइभ युनिट। अब भाइ बहिनीहरू हामी चाहिँ युनिट त भनेको के बुझिसकेपछि फन्डामेन्टल युनिट र ड्राइभ युनिट भनेको के कुरा हो त्यो विषयवस्तु हामी चाहिँ बुझ्छौँ। र भाइ बहिनीहरू फन्डामेन्टल युनिट भनेको त्यस्ता युनिटहरू हुन् जुन चाहिँ कसैमाथि निर्भर हुँदैन। भनेको मतलब त्यो आफै आफ्नो आपको राजा भनेर बुझौँ क्या हामी चाहिँ। त्यो आफ्नो आपको राजा हो, कुनै पनि माथि निर्भर हुँदैन, सेल्फ कन्फिडेन्स हो चाहिँ, सेल्फै बस्ने सिङ्गलै। तर ड्राइभ युनिट के छ त, यो जुन ड्राइभ युनिट छ यो ड्राइभ युनिट यही फन्डामेन्टल युनिटलाई चाहिँ जोडेर आफ्नो बसाएर हुन्छ, मिलाएर आइज चाहिँ ल ल ल मिलेर काम गरौँ भनेर चाहिँ हाम्रो नेपालको मन्दै जस्तै मिलेर काम गरौँ सबै हामी त अब खाने हो यसरी गरेर त्यसरी चाहिँ यो ड्राइभ युनिटले भन्छ। त फन्डामेन्टल युनिट हुन्छ सेम हो, कुनै पनि युनिटमा चाहिँ डिपेन्ड हुँदैन। तर ड्राइभ युनिट के छ, यो चाहिँ के भन्छ, ल आऊ फन्डामेन्टल युनिट मेरोमा बस, हामी दुवैसँगै मिलेर खाऊँ ल, दुवैसँगै मिलेर काम गरौँला भन्ने भन्छ है त। ल अब हामी चाहिँ अगाडि बुझौँ। जस्तै कि फन्डामेन्टल युनिट्स भनेको त्यस्ता युनिट हुन् जस्तै कि द युनिट अफ मेजरमेन्ट व्हिच डु नट डिपेन्ड अपन एनी अदर युनिट आर कल्ड फन्डामेन्टल युनिट्स। त्यस्तो प्रकारका युनिट जुन चाहिँ अरूमा डिपेन्ड हुँदैन त्यस्तो प्रकारका युनिटलाई हामी फन्डामेन्टल युनिट भन्छौँ। र यो चाहिँ जेनरली हाम्रो चाहिँ 7 प्रकार रहेछ भनेको मतलब 7 टाइप्स रहेछ, अथवा सातवटा मात्रै रहेछ है त। 7वटा मात्रै भन्दाखेरि जस्तै कि तपाईँको यहाँ चाहिँ मैले इक्जाम्पलमा केही राखिदिएको छु, जस्तै कि मिटर राख्ने, केजी राख्ने, सेकेन्ड राख्ने, अरू पनि छन् जस्तै कि तपाईँको क्यान्डेला भइहाल्यो लिम्नोसिन्थेसिसलाई नाप्नको लागि, अनि के अरे मोलिक्युल्सहरूले नाप्नलाई मोल भइहाल्यो होइन। यस्ता चाहिँ 7वटा रहेको छन्। अहिले तपाईँको 7वटा के हुन् भन्ने अगाडि छ स्लाइडमा, त्यहाँ हेर्नुहुन्छ। अब ड्राइभ युनिट भनेको के हो, ड्राइभ युनिट भनेको त्यस्ता युनिट्सहरू हुन् जुन चाहिँ यही फन्डामेन्टल युनिटबाट एक्सप्रेस गरिरहेको हुन्छ। के गरिरहेको छ, एक्सप्रेस भनेको त्यहाँदेखि ठ्याक्क लाएर चाहिँ कपी पेस्ट गरिरहेको हुन्छ भन्ने बुझौँ है त। इङ्ग्लिसमा भन्नुपर्दा दोज टाइप अफ युनिट अथवा दोज युनिट अफ मेजरमेन्ट which are expressed in the term of fundamental units are called drive unit. Example like area, volume, velocity, force, etc. So many more. Okay. अब फन्डामेन्टल युनिट र ड्राइभ युनिटको बारेमा तपाईँ पक्कै पनि विद्यार्थी भाइबहिनीहरू बुझिसक्नु भयो होला। अब यो एरिया, भोल्युम र भेलोसिटीमा त के जस्तै मैले तपाईँले भने कि यो के भन्छ, ड्राइभ युनिट फन्डामेन्टल युनिटलाई आफूभित्र बसाएको हुन्छ अनि भन्छ ल काम चल्छ सबैको मिलान। त्यो के युनिटहरू कुन जस्तै एरियामा कुन फन्डामेन्टल युनिटहरू डिपेन्ड छन् त, भोल्युममा कुन फन्डामेन्टल युनिटहरू डिपेन्ड छन्, भेलोसिटीमा कुन डिपेन्ड छन्, त्यो अब चाहिँ हामी एकछिनमा बुझ्न आएका छौँ। बुझ्नुभन्दा अगाडि तपाईँहरू यसको चाहिँ स्क्रिनसट लिइहाल्नुहोस् अथवा कहीँ कपीमा एकछिन भिडियो पुज गरेर तपाईँहरू हेर्दै बस्नुहोस् है त। अब मैले चाहिँ तपाईँहरू चाहिँ यसको केही उदाहरणहरू फर सम इक्जाम्पल्स है त। ड्राइभ युनिटमा कुन फन्डामेन्टल युनिट चाहिँ निर्भर छन् भनेर त्यो मैले चाहिँ तपाईँहरूले सिकाउन गइरहेको छु विद्यार्थी भाइ बहिनीहरू। र यो तपाईँहरू चाहिँ जेनरली मैले स्टार्टिङदेखि नै एकदम बेसिक कन्सेप्टदेखि तपाईँहरू चाहिँ सिकाउन गएको छु। जस्तै कि म सुरुमा तपाईँहरूको लागि एरिया ल्याएँ है त। एरिया तपाईँहरूले थाहा होला, एरिया अफ एउटा रेक्टेङ्गल नै लिइहालौँ हामी चाहिँ। एरिया अफ रेक्टेङ्गल केमा नापिन्छ त, लेन्थ इन्टु ब्रेथ भनिदिने। अब तपाईँहरू आफै भन्नुहोस् यो लेन्थ जुन छ हामी केमा नाप्ने त, मिटरमा जो नाप्ने गरिन्छ नि। एउटा मानिलिउँ हामी एउटा चाहिँ बक्स छ, त्यो बक्सको लम्बाइ कति छ केमा नाप्ने, मिटरमा त नापिन्छ, लम्बाइ त केजीमा त नापिन्न हो कि नै हो। यो जुन लिटर के अरे लेन्थ छ हामी मिटरमा नाप्ने, त्यसपछि फेरि यसको ब्रेथ पनि त मिटरमै नापिन्छ नि, चौडाइ जति भए पनि। त यो एम इन्टु एम भनेको त यो फाइनली के भइहाल्छ त, मिटर स्क्वायर यसरी भइहाल्छ। त भनेको मतलब यसमा के फन्डामेन्टल्स युनिटहरू छन् त, मिटर कुन चाहिँ त, मिटर भनेको यो मिटर भनेको हाम्रो के भइहाल्छ, फन्डामेन्टल युनिट्स भइहाल्छ। ठिक छ नि, अनि यो हाम्रो फन्डामेन्टल युनिट्स, ठिक छ नि, यो हाम्रो फन्डामेन्टल युनिट्स हाम्रो के छ त यहाँ चाहिँ निर्भर रहेछ ड्राइभ युनिटमा। अब एरिया भइसकेपछि भाइ बहिनीहरू हामी अर्को लिन्छौँ। जस्तै कि तपाईँले इक्जाम्पल के केसमा लिने, भोल्युमको। ठिक छ, भोल्युमको लियो भने भोल्युम नाप्नलाई एल इन्टु
B इन्टु S को प्रयोग गर्ने गरिन्छ। लम्बाइ पनि मिटरमा, लम्बाइ तपाईँले थाहै छ मिटरमा नापिन्छ, मल्टिप्लाई बाई ब्रेथ पनि मल्टिप्लाईमा, मल्टिप्लाई बाई हाइट पनि के अरे मिटरमा नापिन्छ। अब यो के हुन जान्छ मिटर इन्टु मिटर क्युब हुन जान्छ। त्यसपछि अब भोल्युम भइसकेपछि विद्यार्थी भाइ बहिनीहरू हामी अगाडितिर बढ्छौँ र अगाडि बढ्ने क्रममा भाइ बहिनीहरू तपाईँहरू यो चाहिँ सारिहाल्नु कपीमा इम्पोर्टेन्ट रहेछ चाहिँ तपाईँहरू यो बेसिक अन्डरस्ट्यान्डिङ हो। योलाई बुझ्नुभयो भने तपाईँ अगाडि बढ्दै बुझ्न सक्नुहुन्छ। ल अब हामी चाहिँ अगाडि बढ्ने क्रममा जस्तै कि मैले तपाईँलाई डेन्सिटीको भन्ने कसको चाहिँ त डेन्सिटीको ल यो चाहिँ मैले यतै राखेँ त DENSITY र मैले डेन्सिटीको कुराकानी गरेँ। अब यो जुन डेन्सिटी छ यो केमा चाहिँ निर्भर हुन्छ त मास अपन भोल्युममा। के हुन्छ त मास अपन भोल्युममा है त मास अपन भोल्युममा। यो मास अपन भोल्युममा हुँदो रहेछ। अब तपाईँले थाहा नै रहेछ मास भने केमा नापिन्छ त केजीमा नापिन्छ अनि भोल्युम केमा नापिन्छ तपाईँले यही नै थाहा भइहाल्यो अलरेडी मैले चाहिँ अलरेडी गराइसकेँ हैन। त हामीले जेनरली सिम्पल यहाँ चाहिँ के लेख्न सकिन्छ त मास हाम्रो जुन छ केमा नापिन्छ त है त केजीमा। यहाँ मैले चाहिँ केजी गरिदिएँ। अब भोल्युम केमा नापिन्छ त मिटर क्युबमा है त भाइ बहिनीहरू। पक्कै पनि अब तपाईँहरू चाहिँ बुझ्नुभयो होला इक्वल टु चाहिँ ठ्याक्क ठाउँमा गर्दा राम्रो हुन्छ भनेको मतलब केजी बाई मिटर क्युब भनेपछि हाम्रो के हुँदो रहेछ यसको ड्राइभ युनिटहरू रहेछ भनेको मतलब अब यसमा हेऱ्यो भने कुन कुन फन्डामेन्टल युनिटहरू छन् त केजी एउटा फन्डामेन्टल युनिट भइहाल्यो अनि मिटर अर्को फन्डामेन्टल युनिट्सहरू भइहाल्यो। अब विद्यार्थी भाइ बहिनीले हामी के कन्सेप्ट बुझौँ त यो जुन हामी लेखेका छौँ यो लेखाइले चाहिँ अरू पनि टर्ममा हामी एक्सप्रेस गर्न सक्छौँ। जुन तपाईँहरू सानो क्लासमा 8, 9मा घाताङ्क भन्ने घाताङ्क अथवा इन्डेक्सेस पढिरहनुपर्छ त्यसको आधारमा चाहिँ लेख्यो भने त्यही कुराले सेम यसरी पनि लेख्न सकिन्छ। जस्तै कि केजी अनि यो स्लेस मिटर क्युब ओके। अब यसै कुराले यसै पनि लेख्न सकिन्छ त केजी अनि यो मिटर पावर -3 है त। हेर्नु त यसमा फरक केही छैन है त यो पनि सेम हो यो पनि सेम हो यो पनि सेम हो है त। यो पनि के हो त सेम हो यो पनि सेम हो र यो पनि सेम हो यसमा फरक छैन है त। के छ त अलि ल अफ इन्डेक्सेस अनुसार चाहिँ थोरै थोरै चेन्जेस आउन आएको छन् है त भाइ बहिनीहरू। अब मैले चाहिँ के गर्छु अर्को लेख्छु मैले चाहिँ मिटाएर अर्को अब चाहिँ एउटा बताइदिनु तपाईँले चाहिँ भेलिसिटीकै बताइदिउँ होइन अलि सजिलो हुन्छ। पहिला सजिलोदेखि जाम त्यसपछि मैले चाहिँ अरू नि गाह्रो गाह्रो छन् त्यो कुराहरू तपाईँहरूले अलिअलि गाह्रो लाग्छ होइन त्यसरी चाहिँ प्र्याक्टिस गर्नुभयो तपाईँहरू। अब यस्तै मैले अर्को तपाईँहरूले डेन्सिटीको के अरे भेलिसिटीको बताइदिएँ। अब भेलिसिटी कन्डिसनमा तपाईँले थाहा होला भेलिसिटी हामी केमा नापिन्छ त कुनै पनि बडीमा कतिको डिस्प्लेसमेन्ट भइरहेछ र पर युनिट टाइममा ठिक छ नि डिस्प्लेसमेन्ट अपन टाइम टेकन त्यो बडीमा डिस्प्लेसमेन्ट अपन टाइम टेकन। अब जुन डिस्प्लेसमेन्ट छ भनेको एउटा यो डिस्टेन्स नै बुझौँ हामी बडीमा जुन एउटा चाहिँ डिस्टेन्स ट्रेभल हुन्छ अथवा डिस्प्लेसमेन्टमै गयो भने कति त्यो टाढा गएको भनेर मेजर गर्नलाई चाहिँ हामी के को प्रयोग गर्छौँ त मिटरकै प्रयोग गर्छौँ। के चाहिँ त मिटरकै प्रयोग गर्छौँ। अनि टाइम चाहिँ केमा नापिन्छ त एकैछिन टाइम केमा नापिन्छ त सेकेन्डमा नापिन्छ। अब यसको चाहिँ हेर्ने हो भने यसमा यो जुन एउटा ड्राइभ क्वान्टिटी रहेछ भेलोसिटी एउटा ड्राइभ क्वान्टिटी हो यसमा कुन चाहिँ कुन फन्डामेन्टल युनिट चाहिँ निर्धारित छ त मिटर र सेकेन्ड छ। र विद्यार्थी भाइ बहिनीहरू तपाईँ एउटा कुरा के बुझ्नु होला कि हामी कसरी बुझ्ने कुन फन्डामेन्टल क्वान्टिटी हो र कुन ड्राइभ क्वान्टिटी हो त त्यो बुझ्नको लागि के गर्ने यदि सिङ्गल युनिट मात्रै छ भने जस्तै कि मिटर भइहाल्यो अनि क्यान्डेला भइहाल्यो सेकेन्ड के अरे टाइम भइहाल्यो होइन यति सिङ्गल मात्रै युनिटहरू छन् भने त्यति बेला चाहिँ यिनीहरू के हुन् फन्डामेन्टल्स युनिटहरू हुन्। तर त्यसमा केजी पनि छ सेकेन्ड पनि छ क्याल्भिन पनि छ अरूहरू चाहिँ यसरी 2-3टा एउटाभन्दा बढी छ भने त्यति बेला के बुझ्ने यिनीहरू चाहिँ ड्राइभ युनिट हुन् भन्ने विषयवस्तु बुझ्ने। अब यो मिटर बाई सेकेन्ड रहेछ यो मिटर बाई सेकेन्डले हामी अरूहरू पनि तरिकाले एक्सप्रेस गर्न सकिन्छ जुन तपाईँले यहाँ बताएको। ल अब भन्नुहोस् त विद्यार्थी भाइ बहिनी चाहिँ कसरी एक्सप्रेस गर्न सकिन्छ यसलाई m/s हो गुड। अर्को ओआर अथवा चाहिँ कसरी गर्न सकिन्छ त मिटर सेकेन्ड पावर -1 यसरी है त त्यो चाहिँ गर्न सकिन्छ विद्यार्थी भाइ बहिनीहरू। अब भेलिसिटी भइसकेपछि तपाईँले चाहिँ ठुक्कै मैले चाहिँ एसिलेरेसनको पनि यहाँ निकालिदिएँ अन्त एसिलेरेसनको ल मैले एसिलेरेसनलाई सिम्पली एलइडी नोट गरिदिएँ। अब तपाईँले थाहा होला एसिलेरेसन चाहिँ केमा नाप्ने गरिन्छ त
हो कति भेलोसिटी छ बडीको र कति टाइममा छ भनेको एक्सेलरेसन नाप्नको लागि भेलोसिटी अपन टाइम टेकन अफ अ ट्राभलिङ बडी। अब यहाँ जुन भेलोसिटी रहेछ अलरेडी हामीले यहाँ चाहिँ माथि यसमा के युनिट्सहरू पढ्ने गर्छन् हामी निकालिसकेका छन्, जुन चाहिँ तपाईँले यहाँ मैले हराइदिएँ होइन भेलोसिटीमा। त मैले चाहिँ जेनरली यसरी लेखेँ, तपाईँले अलिक कन्फ्युज हुनुहुन्छ नत्र। हेर्नुहोस् त मैले के गरिदिएँ भेलोसिटीमा यसरी मिटर बाई सेकेन्ड गरिदिएँ होइन। यो मिटर बाई सेकेन्ड के छ, यो भेलोसिटीको मैले लेखेको है त। अब यही होल डिभाइड गरेर ठिक छ नि, अथवा मैले यसरी गरिदिएँ चाहिँ अलि माथि लेखेर होइन यसरी मिटर डिभाइड बाई सेकेन्ड अनि होल डिभाइड बाई टाइमको फेरि मैले के गरिदिएँ सेकेन्ड गरिदिएँ टाइमको है, यो टाइमको टी है। अनि यो मिटर बाई सेकेन्ड जुन छ यो कसको त भेलोसिटीको जुन यहाँ मैले निकालेको। अब यसलाई फर्दर सोल्भ गर्दाखेरि यो हाम्रो के हुन जान्छ त मिटर सेकेन्ड स्क्वायर हुन जान्छ। भनेको मतलब यसलाई हामी यसरी लेख्न सकिन्छ मिटर सेकेन्डको स्क्वायर, यहाँ चाहिँ बिचमा सेलेस राख्नुपर्छ है त भाइ बहिनीहरू, यसरी सेकेन्डको स्क्वायर। अर्को तरिकाले मिटर सेकेन्ड पावर माइनस स्क्वायर लेख्न सकिन्छ, बिचमा यो अब्लिक साइन हुँदैन। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरू तपाईँहरू चाहिँ अब बुझिसक्नुभयो होला। अब ठिकै छ, एउटा चाहिँ म चाहिँ तपाईँहरू चाहिँ गरेर नै राखिदिउँ, फोर्सकै राख्नेबाट चाहिँ फोर्सको गरेर होइन, बाँकी प्र्याक्टिस तपाईँ आफै गर्नु होला। अरू कुराहरू फोर्सकै मैले राखेँ भने फोर्स हामी केमा नाप्ने जो हो त फोर्स भन्दाखेरि हामीले फर्मुला थाहा छ सानो क्लासमा पढाएको F=ma है त, MA ओके। फोर्स भनेको F=m, m भनेको मास, a भनेको एक्सेलरेसन। अब मास केमा नापिन्छ त, यहीँले मैले यहीँ नै गरिदिएँ, मास केमा नापिन्छ त केजीमा, अनि एक्सेलरेसन केमा नापिन्छ त यहाँ मैले तपाईँले अलरेडी निकालेको केमा एक्सेलरेसन केमा नापिन्छ लास्टमा हाम्रो मिटर पर सेकेन्ड स्क्वायरमा नाप्ने गरिन्छ। भनेको मतलब फाइनली हाम्रो फोर्सको ड्राइभ युनिट्सहरू के हुन्छ त केजी इन्टु मिटर पर सेकेन्ड स्क्वायरमा जान्छ। ठिक छ नि भाइ बहिनीहरू, केजी मिटर पर सेकेन्ड स्क्वायरमा जान्छ। त्यसपछि हामी अब अगाडि मुभ गरौँ। तपाईँहरूले चाहिँ यहाँ के होमवर्क मैले दिन्छु, होमवर्कको रूपमा तपाईँहरू चाहिँ आफै सेल्फ वर्कको निकाल्नु होला। अनि अर्को तपाईँहरूले चाहिँ पावर, ठिक छ नि, यो पावर दुईटा तपाईँहरूको लागि HW हो, ठिक छ नि, होमवर्क हो। तपाईँहरू चाहिँ आफै प्र्याक्टिस गर्नु होला पावर वर्कको र पावरको। मैले चाहिँ वर्कको फर्मुला पनि तपाईँहरूले भनिदिएँ चाहिँ फोर्स इन्टु डिस्प्लेसमेन्ट रहेछ, अनि पावरको फर्मुला भन्दाखेरि वर्क अपन टाइम रहेछ। ठिक छ भाइ बहिनीहरू, यो तपाईँहरू चाहिँ योगदान गर्नु होला र चाहिँ निकाल्नु होला। अब यो सबै कुरालाई चाहिँ मैले चाहिँ एकैचोटि सरसफाइ अभियानमा लगाउँ त भाइ बहिनीहरू। हामी चाहिँ सरसफाइ अभियानमा लागिसकेपछि अब बिस्तारै हामी यसरी चाहिँ सरसफाइ सबै गरिदिन्छौँ। त्यसपछि भाइ बहिनीहरू अब हामी अगाडि केही मलाई चाहिँ अझै उदाहरणहरू राखिदिएको छु युनिट्सहरूको, त्यसमा कुन फन्डामेन्टल युनिट्सहरू छन् भनेर यहाँ चाहिँ ठ्याक्क तपाईँहरूले स्लाइडमा हेर्दै गर्नु होला। अनि चाहिँ आफै घरमा प्र्याक्टिस गर्नु होला। जस्तै कि एरियाको तपाईँहरूलाई अब पक्कै पनि तपाईँ बुझ्नुभयो होला, मैले अलरेडी गरेको होइन त्यो चाहिँ। ल मैले चाहिँ ठ्याक्क आज स्लाइडहरू चाहिँ चेन्ज मात्रै गर्छु, तपाईँले हेर्दै गर्नु होला है त भाइ बहिनीहरू। जस्तै अब भोल्युमको रहेको छ होइन, भोल्युमको हेर्नु भने त्यसरी जो रहेछ मिटर क्युब रहेछ, अगाडि गरेको स्पिड तपाईँले स्पिड र भेलोसिटी गर्नुभयो भने तपाईँहरूको मिटर पर सेकेन्ड हुँदो रहेछ। त्यसरी चाहिँ अब चेन्ज गर्दाखेरि अर्को यहाँ चाहिँ यो हाम्रो चाहिँ प्रेसरको रहेछ है भाइ बहिनीहरू। तपाईँले चाहिँ मैले प्रेसरको गरेन होइन, प्रेसरको यदि हेर्नुभयो भने पास्कल हो यसको युनिट चाहिँ। त्यसपछि यसको फर्मुला फोर्स अपन एरिया हुन जान्छ। अनि फाइनल्ली यसका चाहिँ जुन फन्डामेन्टल्स क्वान्टिटीहरू छन् केजी अनि मिटर अनि सेकेन्ड हुन जान्छ है त भाइ बहिनीहरू। त्यसपछि अब अर्को वर्क एन्ड इनर्जी तपाईँले चाहिँ मैले होमवर्क दिएछु र यहाँ चाहिँ तपाईँले हेराइदिएँ, कपी चिट नगर्नु होला, आफै चाहिँ प्र्याक्टिस गरेर त्यसपछि यहाँदेखि करेक्ट छ कि रङ छ आफूले गरेको प्र्याक्टिस चाहिँ यहाँदेखि मिलाउनु होला। त्यसपछि फेरि मैले अब अगाडि जाँदाखेरि यहाँ चाहिँ नेक्स्ट स्लाइडमा ठिक छ नि, अलिक चाहिँ ब्याक जाउँ त। मैले तपाईँहरू चाहिँ यहाँ वर्क र इनर्जीको फर्मुला दिँदाखेरि यो केजी मिटर स्क्वायर अनि सेकेन्ड, केजी मिटर स्क्वायर अनि पर सेकेन्ड स्क्वायर यसरी हुँदो रहेछ। अनि यो माथिको प्रेसरको है त बाबु भाइ बहिनीहरू, माथि जुन छ यो प्रेसरको है,
नबिर्सिनु होला, यहाँ चाहिँ अलिक कटेर आएछ, त्यो तपाईँहरू चाहिँ आफै बुझ्नु होला। त्यसपछि अब हामी एक्सलेसनको हेर्छौँ, जुन मैले चाहिँ अलरेडी निकालेर तपाईँले चाहिँ हेराएको हो। फोर्सको यहाँ रहेछ, तपाईँले सायद मैले फोर्सको भनेर तपाईँले होमवर्कको लागि होइन र यसै चाहिँ अब फोर्सको भइसकेपछि पावरको यहाँ रहेछ, जुन तपाईँले मैले होमवर्कमा दिएको हो। यहाँदेखि चाहिँ तपाईँहरू हेरेर कतिको तपाईँ राङ गर्नुभएको छ, कतिको तपाईँ राइट गर्नुभएको छ भन्ने विषयवस्तु तपाईँ भाइबहिनीहरू आफै गर्नु होला। त्यसपछि यहाँ रहेछ तपाईँहरूको इलेक्ट्रिकल पोटेन्सियल अथवा भोल्टेज जसले भन्छन्, ठिक छ। त्यो भोल्टेजको चाहिँ भोल्टेजमा के चाहिँ फन्डामेन्टल युनिट्सहरू रहेछन् भन्ने विषयवस्तु कसरी निकालिन्छ भने त्यसको पहिला फर्मुला जस्तै कि पावर अपन करेन्ट हो। पावर हामीले केमा नापिन्छ, अगाडि हामी चाहिँ माथि गरिसकेका छौँ। यो पावरको ठ्याक्क चाहिँ यो युनिट्सहरू ल्याएर राखिदिनु होला त्यहाँ। अनि करेन्टका चाहिँ हाम्रो एम्पियर रहेछ, जुन चाहिँ सिम्पल एम्पियर हो, त्यसै ल्याएर त्यसरी राखिदिँदाखेरि अनि हाम्रो लास्टमा यति आउने गर्छ है त। ल अब त तपाईँहरू बेसिक अन्डरस्ट्यान्डिङको कुरा बुझिसकेपछि तपाईँले यहाँ चाहिँ मेन कुरा वा यहाँ मेन विषयवस्तु के छ तपाईँहरू भाइबहिनीहरू, फर्मुला थाहा हुनु पऱ्यो कि। तपाईँले फर्मुला थाहा भयो भने अनि हामी बल्लै त्यो निकाल्न सक्छौँ। फर्मुलै थाहा भएन भने त हामीले कसरी निकाल्ने हो त हो। त्यसका लागि चाहिँ पहिला फर्मुला थाहा हुनु पऱ्यो, इक्वेसन थाहा हुनु पऱ्यो हामीलाई। ल त्यसपछि हामी फेरि यहाँ चाहिँ फ्रिक्वेन्सीमा हेर्छौँ। फ्रिक्वेन्सीका फर्मुला 1/टाइम पनि हुन्छ र अरू पनि फर्मुलाहरू छन्। ल्याम्डा चाहिँ टाइम पिरियड पनि हुन जान्छ, 2 ओमेगा खाली एउटा चाहिँ फर्मुला त्यो पनि हुन्छ। र मोमेन्टमको एकदम इम्पोर्टेन्ट रहेछ है भाइबहिनीहरू, यो मोमेन्टमको फर्मुला मास इन्टु भेलोसिटी हुन जान्छ, यो पनि इम्पोर्टेन्ट रहेछ न भाइबहिनीहरूले चाहिँ हेरिदिनु होला। लास्टमा यसको चाहिँ आउने गर्छ हाम्रो केजी इन्टु मिटर पर सेकेन्ड हुने गर्छ, यसरी चाहिँ हेरिदिनु होला। अनि त्यसपछि इम्पल्सको सरी चाहिँ म ब्याक गएँ, इम्पल्सको पनि हेरिदिनु होला र इम्पल्सको तपाईँहरूको चाहिँ यहाँ केजी मिटर सेकेन्ड रहेछ। अनि सर्फेस टेन्सनको चाहिँ फाइनली तपाईँको स्लाइडमा हेर्नु भएको छ होइन, केजी सेकेन्ड स्क्वायर रहेछ। त्यसपछि फेरि पास्कलको रहेछ, त प्रेसरको रहेछ, यहाँ न्युटन्सको रहेछ। त्यसपछि पावरको रहेछ, यहाँ फेरि त्यही कुरा है त। तपाईँ झुक्नु न होला, यदि मैले त्यहाँ अगाडि वर्क र इनर्जीको सोधेको थिएँ भने यहाँ चाहिँ जुलको सोधेँ भने चाहिँ फरक हुन्छ, त्यही कुरा हो है त। त्यसपछि फाइनली अब हामी चाहिँ यहाँ भोल्टेजको हेर्छौँ अथवा इलेक्ट्रिक पोटेन्सियलको हेर्छौँ र यसका चाहिँ हाम्रो फन्डामेन्टल्स युनिट्सहरू चाहिँ जस्तै कि केजी मिटर सेकेन्ड एम्पियर रहेछ। अनि ओम्सको इलेक्ट्रिक रेसिस्टेन्स, जुन हामी चाहिँ कतिको मात्रामा रेसिस्टेन्स छ त्यो रेसिस्टेन्स नाप्ने प्रयोग गर्छौँ। त्यसपछि भाइबहिनीहरू यो 20 नम्बरमा हाम्रो चाहिँ दि ओम, ठिक छ नि, हाम्रो जुन रेसिस्टेन्स नाप्ने गरिन्छ त्यो ओममा नापिन्छ। अनि त्यो भोल्टेज अपन कतिको भोल्टेज, एउटा वायरबाट कतिको भोल्टेज गइरहेछ र कति त्यसमा चाहिँ करेन्ट्सहरू छ होइन, भोल्टेज अपन करेन्ट भनेर चाहिँ फर्मुला लगाएर हामी चाहिँ यो नोट डाउन गर्ने गर्छौँ। र यो फर्मुलाहरू तपाईँले चाहिँ अलरेडी 9 क्लासमा पढिसक्नु भएको छ, अहिले छैन तपाईँले याद छैन भने याद गर्नु होला, होइन भने क्लास 10 पनि पढ्नुहुन्छ तपाईँहरू यसको बारेमा। र यसरी चाहिँ मैले चाहिँ गरिदिएको छु र थोरै समय कारणले मैले चाहिँ अलिअलि हतार गरेँ। फ्रिक्वेन्सीको पनि फेरि त्यही राखिदियोस् है त्यहाँ चाहिँ अगाडि। ल यसरी चाहिँ अब हामी आफ्नो गन्तव्यलाई चाहिँ यहीँ चाहिँ हामी अब लास्टतिर गर्छौँ। र अब एउटा कुरा चाहिँ हामी न्यानो के बुझ्छौँ त, युनिट वाइज टेस्ट एनालाइसिस, ठिक छ नि। यो युनिट वाइज टेस्ट एनालाइसिसले के भन्छ, हामीले त्यो गरेका जुन हामी सानो क्लासमा पढिरहेको त्यो फर्मुलाहरू रङ छ राइट छ के छ भन्ने विषयवस्तुमा त्यो युनिट वाइज टेस्ट एनालाइसिसले हामीलाई कन्सेप्ट दिएको हुन्छ भाइबहिनीहरू। जस्तै कि तपाईँहरूले मैले यहाँ अब एकैछिन मैले अर्को स्लाइड अलिक चेन्ज गरेर त्यसमा चाहिँ लेख्दा सजिलो हुन्छ भनेर मैले चाहिँ गर्छु है त भाइबहिनीहरू। ल एकैछिन भाइबहिनीहरू, ल यहाँ मैले चाहिँ युनिट वाइज टेस्ट एनालाइसिस, युनिट वाइज टेस्ट एनालाइसिस बुझ्नुभन्दा अगाडि हामी एउटा चाहिँ होमोजिनिटी छ, ठिक छ नि। यो होमोजिनिटी प्रिन्सिपल रहेछ, त होमोजिनिटी प्रिन्सिपलले के भन्छ चाहिँ, ठिक छ नि। होमोजिनिटी प्रिन्सिपलले सिम्पल नर्मली के भन्छ कि हामी कुनै पनि कन्स्टेन्ट नम्बरहरूलाई के रहेछ त, कन्स्टेन्ट नम्बर भन्दा केही कुनै डिजिटलाई चाहिँ हामी यहाँ चाहिँ टेकन गर्ने गरिन्छ कन्स्टेन्ट नम्बर अथवा कोफिसिएन्ट अथवा कोफ्याक्टर्स है त, अथवा न्युमेरिकल्स भ्यालु, सिम्पल भाषामा न्युमेरिकल भ्यालु जुन 1 2 भन्छ डिजिटमा हुन्छ, त्यसलाई चाहिँ हामी इक्वेसनमा समावेश गर्दैनौँ। अब जस्तै कि तपाईँलाई म चाहिँ उदाहरण दिन्छु, तपाईँले सानो क्लासमा पढाउनु भएको छ s = ut + 1/2 at²। यो भनेको डिस्टेन्सको फर्मुला हो, s = ut + 1/2 at² तपाईँहरू चाहिँ पढिरहनु भएको छ होइन।
अब यस भनेको के यहाँ रहेछ डिस्टेन्स के रहेछ भाइ बहिनी डिस्टेन्स डिस्टेन्स चाहिँ केमा नाप्ने गरिन्छ मिटरमा नापिन्छ है त मैले चाहिँ सानो मिटर गरिदिएँ अनि चाहिँ सिम्पल इक्वल टु गरिदिएँ अब यु भनेको के इनिसियल भेलोसिटी सरी इनिसियल भेलोसिटी टी भनेको टाइम टेकन त इनिसियल भेलोसिटी जुन छ केमा नापिन्छ भाइ बहिनीहरू चाहिँ हाम्रो भेलोसिटी जहिले पनि केमा नापिन्छ मिटर पर सेकेन्डमा नापिन्छ भेलोसिटी सबैले थाहा छ के अरे मिटर पर सेकेन्डमा नापिने गरिन्छ मैले चाहिँ पर सेकेन्डले तल गरिदिएँ सेकेन्डलाई अनि अब फेरि यहाँ चाहिँ मल्टिप्लाई गर्ने टीबाट टाइम केमा नापिन्छ सेकेन्डमा नापिन्छ त्यसरी गरिदिएँ अनि बिचको जुन यो मैले अहिले चाहिँ यो साइनले चेन्ज गरेँ तपाईँहरू चाहिँ प्लस हो कि के हो नि बिर्सनुहुन्छ कन्फ्युज होइन यसै मैले चाहिँ प्लस गरिदिएँ अब होमोजेनिटीलाई अहिले के भन्छ त ठिक छ नि जुन न्युमेरिक भ्यालु छ त्यसलाई चाहिँ हामी राख्ने नै होइन ठिक छ नि बाँकी बच्यो ए एसिलेसन अब एसिलेसन जुन हाम्रो रहेछ त्यो केमा नापिन्छ त भाइ बहिनीहरू एसिलेसन हामीले नाप्ने भनेको मिटर पर सेकेन्ड स्क्वायर हो मिटर पर सेकेन्ड स्क्वायर मैले यसरी लेखिदिएँ मिटर बाई सेकेन्ड स्क्वायर लेखिदिएँ ठिक छ अनि फेरि मल्टिप्लाई बाई टी भनेको टाइमको स्क्वायर भन्दाखेरि सेकेन्डको स्क्वायर यसरी अब यहाँ मैले के लेखिदिएँ लास्टमा न्युमेरिक भ्यालु डजन्ट रिटन हियर बाई द होमोजेनिटी ला ओके ल चाहिँ मैले चाहिँ अब ब्रेकेटमा लेखिदिन्छु यहाँ चाहिँ न्युमेरिकल कोएफिसिएन्ट अथवा चाहिँ बाई न्युमेरिकल NUMERICAL न्युमेरिकल भ्यालुज अथवा न्युमेरिकल्स भ्यालुज स्किप बाई होमोजेनिटी ला ठिक छ नि न्युमेरिकल्स बाई होमोजेनिटी ला HOMO ओके बाँकी अगाडि कन्टिन्यू गर्नु होला HOMOGENETIC होमोजेनिटी ला ओके अगाडि त्यो तपाईँले लेख्नु होला अब मैले चाहिँ फर्दर सोल्भ गर्दै गएँ यो हेर्नु त यो सेकेन्ड र यो सेकेन्डबाट क्यान्सल आउट हुन्छ यहाँ मात्रै बच्छ प्लस यहाँको सेकेन्ड स्क्वायर क्यान्सल हुन्छ यहाँ मात्रै बच्छ फेरि यदि तपाईँहरू चाहिँ यसलाई एउटा चाहिँ सिम्पल्ली जोड्नु भयो भने होइन एम इक्वल टु एम प्लस एम भनेको 2m हुन जान्छ के चाहिँ 2m हुन जान्छ अब हामीले के यहाँ कन्सिडर गर्ने हो त यो जुन हाम्रो न्युमेरिकल भ्यालु छ यसलाई चाहिँ हामी लिने नै होइन के गर्ने लिने होइन त्यस कारणले हामी एम इक्वल टु एम मात्रै भनेको अर्थात् हाम्रो जुन चाहिँ फेरि यो क्वान्टिटी रहेछ अथवा जुन यो चाहिँ इक्वेसन रहेछ यो इक्वेसन चाहिँ युनिट वाइज भन्दाखेरि एकाइ यता नि मिटर भनेको यो मिटर चाहिँ के छ बरोबर छ भनेपछि यो इक्वेसन हाम्रो चाहिँ युनिट वाइज करेक्ट रहेछ तर भाइ बहिनीहरू मैले यही इक्वेसनमा के थोरै चेन्जेसन लगाइदिए त हेर्नुहोस् त ध्यान दिएर अलि मेरो मार्कर चलेर मार्कर चेन्ज गर्छु भाइ बहिनीहरू यही इक्वेसनमा मैले चाहिँ के चेन्जेसन लगाइदिए त भाइ बहिनीहरू यो जुन फर्मुला हाम्रो रहेछ S इक्वल टु U प्लस S इक्वल टु UT प्लस 1 मिनट यो टी लाई मैले यस्तो बनाउन खोजेको T प्लस 1/2 AT स्क्वायर ठाउँमा मैले AT क्यूब गरिदिएँ ठिक छ नि भाइ बहिनीहरू ध्यान दिएर हेर्नु होला है यहाँ मैले T क्यूब मात्रै गरिदिएँ अब योबाट के हुन्छ यो UT को ठाउँमा ठ्याक्क कति आछ मैले त्यो सार्दिएँ त S को ठाउँमा यहाँ मैले सार्दिएँ अनि UT को ठाउँमा ठ्याक्क मैले यहाँ पनि सार्दिएँ किनकि तपाईँहरू त्यहाँ अलरेडी बुझ्नुभयो यसरी आएको होइन अनि प्लस ठाउँमा प्लस डिजिटलाई हामीले राख्ने होइन होमोजेनिटी अनुसार यो भनेपछि एसिलेसन हो जुन चाहिँ के हुन्छ तपाईँको मिटर बाई सेकेन्ड स्क्वायर हुन जान्छ अनि मल्टिप्लाई बाई यहाँ मैले सेकेन्ड स्क्वायर लेखेको किनकि टी को स्क्वायर छ अब यहाँ सेकेन्ड मैले के लेख्छु क्युब लेख्ने गर्छु यहाँदेखि फाइनली तपाईँको के हुन्छ मिटर इक्वल टु मिटर प्लस अब यहाँदेखि दुईटा मात्रै चाहिँ कट्ने हो है त दुईटा कटेर जान्छ अनि एउटा बचे हुन्छ भनेको मतलब मिटर बाई सेकेन्ड बचे हुन्छ त भनेको मतलब के छ चाहिँ त यो जुन तपाईँहरूले एउटा अर्को इक्वेसन गर्नुभयो होइन यो इक्वेसन युनिट वाइज टेस्ट एनालाइसिसबाट इनकरेक्ट छ अथवा मिलेको छैन यता मिटर मात्रै छ यता सेकेन्ड पनि छ होइन त यसरी चाहिँ यो इनकरेक्ट रहेछ भनेको मतलब यो नमिल्दो रहेछ यो मिल्दो रहेछ युनिट वाइज टेस्ट एनालाइसिस गर्दाखेरि ठिक छ नि र यहाँ तपाईँहरूले चाहिँ के गर्नुभएको होमोजेनिटी आधार अनुसार ठिक छ नि होमोजेनिटी अनुसार चाहिँ तपाईँहरू यहाँ के गरिदिनु भएको
GNEITY होमोजेनिटी अनुसार के गरिदिनु भएको डिजिटलाई हटाइदिनु भएको। अब यहाँ तपाईहरुले म केही चाहिँ क्वेशनहरु दिन्छु, त्यो क्वेशन तपाईं आफै सेल्फ प्र्याक्टिस गरिदिनु होला। जस्तै कि मलाई चाहिँ F = ma दिइहाले हैन। यो इक्वेसन युनिट वाइज टेस्ट एनालाइसिस गर्दाखेरि करेक्ट छ कि छैन भन्ने विद्यार्थी भाइ बहिनीहरु तपाईहरु चाहिँ आफै टेस्ट गर्नु होला। र अरु पनि जुन न्युटन्सले दिएका मोसन सम्बन्धित लाहरु छन्, न्युटन्स फर्स्ट ला, न्युटन्स सेकेन्ड ला, न्युटन्स थर्ड ला भनेर हैन, त्यो सबै तपाई चाहिँ त्यो कापीमा प्र्याक्टिस गरेर राखिदिनु होला। अब यो कुरा बुझिसकेपछि भाइ बहिनीहरु हामी एउटा चाहिँ नयाँ नौलो कुरा चाहिँ सिक्न गएका छौं। नयाँ नौलो कुरा तपाईहरु के हो खासमा तपाईहरुको यहाँ चाहिँ सिलेबसमा छ कि छैन भन्ने विषयवस्तु हैन पहिला चाहिँ क्लियर गरिहालौं। तपाईहरुको यहाँ चाहिँ सिलेबसमा खासमा चाहिँ छैन हैन, तर कतिपय ठाउँमा चाहिँ सोधिन्छ। त्यसकारण थोरै इम्पोर्टेन्ट रहेको कारणले अलि चाहिँ हामी यो गरिहालौं पहिला चाहिँ।